Omi Maiko, Lake Biwa, barbecue, swimming, and stress-free day. कहिलेकाहीँ जीवनको व्यस्तताबाट केही समय टाढा भएर प्रकृतिसँग रमाउँदै एउटा पुरा दिन बिताउन मन लाग्छ। त्यसैले आज हामी आएका छौँ ओमी माइको लेक बिवामा, जहाँ एकै ठाउँमा स्विमिङ, बार्बिक्यू, साथीभाइसँग रमाइलो र सुन्दर प्राकृतिक दृश्यको मजा लिन सकिन्छ। बिहानै आवश्यक सामानहरू लिएर हामी ओमी माइको तर्फ लाग्यौँ। बाटोभरि देखिने हरियाली र लेक बिवाको सुन्दर वातावरणले यात्रा सुरु भएदेखि नै मनलाई शान्त बनाइदिन्छ। यहाँ पुगेपछि सबैभन्दा पहिले हामीले पार्किङको व्यवस्था गर्यौँ। पार्किङ फी लाग्न सक्छ, त्यसैले आउनु अघि पार्किङको शुल्क र उपलब्धता जाँच गर्नु राम्रो हुन्छ। पार्किङ गरेपछि अब सुरु भयो हाम्रो अस्सली फन। ठुलो र शान्त लेक बिवाको किनारमा पुग्ने बित्तिकै पानीमा पौडी खेल्ने मन भइहाल्छ। तातो गर्मीको दिनमा चिसो पानीमा स्विमिङ गर्नुको मजा नै बेग्लै हुन्छ। पानीमा रमाउँदै, साथीहरूसँग हाँस्दै र केही समयका लागि मोबाइल र कामको टेन्सन सबै बिर्सिँदा मन एकदमै फ्रेस हुन्छ। स्विमिङ पछि अब पालो बार्बिक्यूको। खुला आकाशमुनि बीबीक्यू तयार गर्दै मासु, ससेज, भेजिटेबल्स अनि मनपर्ने अरू खानेकुरा ग्रिल गर्दै वरिपरिको प्राकृतिक वातावरणसँगै बीबीक्यूको स्वाद झन् मिठो लाग्छ। साथीभाइ वा परिवारसँग बसेर खाना खाने, कुरा गर्ने, हाँस्ने अनि लेक बिवाको सुन्दर दृश्य हेर्ने, यस्तो समय साँच्चीकै स्पेशल हुन्छ। यहाँको सबैभन्दा राम्रो कुरा के हो भने धेरै ठुलो योजना बनाउनै पर्दैन। एउटा राम्रो मौसम, केही साथीहरू, बीबीक्यूको सामान र स्विमिङका लागि आवश्यक सामग्री, यति भए पनि दिनलाई मेमोरेबल बनाउन सकिन्छ। सहरको भिडभाड, कामको प्रेसर र दैनिक जीवनको स्ट्रेसबाट केही घन्टा टाढा भएर प्रकृतिको बीचमा बिताएको यो समयले मनलाई फेरि रिचार्ज गरिदिन्छ। लेक बिवाको शान्त पानी, वरिपरिको हरियाली, खुला आकाश र साथीहरूको साथ, साँच्चै भन्नुपर्दा यो हो एक पर्फेक्ट स्ट्रेस फ्री डे। यदि तपाईँ पनि जापानमा बस्नुहुन्छ र गर्मीमा एक दिनका लागि स्विमिङ, बार्बिक्यू र नेचर इन्जोय गर्ने ठाउँ खोज्दै हुनुहुन्छ भने ओमी माइको लेक बिवालाई आफ्नो लिस्टमा राख्न सक्नुहुन्छ। तर जानु अघि बीच रुल्स, स्विमिङ एरिया, बार्बिक्यू सम्बन्धी नियम, ओपनिङ इन्फर्मेसन र पार्किङ फी चाहिँ एकपटक चेक गर्नुहोस्, किनकि यात्रा भनेको केवल नयाँ ठाउँ हेर्नु मात्र होइन, मनलाई केही समय आराम दिनु, आफ्ना मानिसहरूसँग रमाइलो गर्नु र सुन्दर सम्झना बनाउनु पनि हो। त्यसैले आजको दिन नो स्ट्रेस, नो प्रेसर, जस्ट गुड फुड, गुड फ्रेन्ड्स एन्ड ब्युटिफुल लेक बिवा। फेरि अर्को नयाँ ठाउँ र नयाँ यात्रामा भेटौँला। सी यू इन द नेक्स्ट एडभेन्चर। Bye. Right, come right.